साथै आज मेरो श्रीमतीज्यूले फेरि पनि यो खुट्टा भाँचेको आगको पत्ताले सेकिदिँदैछ। सो गाइस हेर्नुहोस्, यसरी आगो जलाउनु पर्छ। आगो हुन्छ यसरी ठिकै छ, यसरी सेक्नु पर्दो रहेछ आगको पत्ताले। यसरी उहाँले सेकिदिनु हुँदैछ, पुरा पोल्दैछ हो। यसरी पुरा यो यसरी सेक्दैछ मेरो खुट्टा आगको पत्ताले। बहुत मुस्किल छ। आज 12 तारिक, आज सन्डेको दिन है, अक्टोबर महिना 10 तारिक। अनि बेलुकाको समय 6:16 गएको छ गाइस। यसरी आगको पत्ता यसरी आगोमा सेकाएर, यसरी आगो जलाएर यसरी सेकाएर चाहिँ यसरी पत्तामा लगाएर गर्दैछ गाइस। आमा कस्तो तातो, यस्तो तातो छ है गाइस। यसरी तातो छ। आगको पत्ताले यसरी सेक्दैछ आजको दिन। आज 12 तारिक अक्टोबर महिना 10 2025 को दिन। यसरी बेलुका सन्डेको दिन बेलुका 5:17 गएको छ। यसरी यो आगको पत्ता यसरी सेकाइ अनि यो खुट्टा एक्सिडेन्ट भएको खुट्टा यसरी सेकाउँदैछ गाइस। हेर्नुहोस् है गाइस, यसरी सेकाइदिनु, यसरी सेकाउँदैछ, पुरा पोल्दैछ। यसरी सेकाइदिनु हुँदैछ उहाँले। ल गाइस, सेकुवा बनाउँदैछ हामीले यहाँ। सेकुवा बनाउँदैछ। यो नेपालबाट ल्याएको चुला हो गाइस। नेपालमा हाम्रो एल्डर बाउले दिनुभएको गिफ्टको चुला नै हामी। ल गाइस, हामीले सेकुवा बनाउँदैछौँ। आज 12 तारिक महिना 10 2025। आज सन्डेको दिन, आज बेलुका है। आज हामीले सेकुवा सुरु गरेको छौँ है गाइस। हेर्नुहोस् है, सेकुवा बनाउँदैछौँ यहाँ। सेकुवा बनाएर इन्जोय गर्दैछौँ है गाइस। ल सेकुवा हेर्नुहोस् है गाइस, सेकुवा।